सहमतिमा सम्बन्ध विच्छेद गर्ने प्रक्रिया के तपाईलाई थाहा छ? छिटो र सरल तरिकामा नै कसरी सम्बन्ध विच्छेद गर्न सकिन्छ? आज हामी कुरा गरौँ नेपालमा सहमतिमा सम्बन्ध विच्छेद गर्ने प्रक्रियाबारे। पहिलो चरण प्रक्रियाबारे, जसमा श्रीमान वा श्रीमतीले नेपालको कुनै पनि जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन वा फिराद पत्र दर्ता गर्न सक्दछन्। फिराद पत्रका आधारमा श्रीमान वा श्रीमतीले फिराद पत्रको जवाफ वा प्रतिउत्तर लिई अदालतमा उपस्थित हुने। त्यसका साथै श्रीमान श्रीमतीको सहमति जनाई मिलापत्रको कागजात सहित न्यायाधीश समक्ष उपस्थित भई सहमतिमा सम्बन्ध विच्छेद सम्पन्न गर्न सकिन्छ। सामान्यतया दुवै श्रीमान श्रीमतीको समझदारीमा 2 देखि 3 दिनमा सम्बन्ध विच्छेद गर्न सकिन्छ। 2. मिलापत्रमा सम्बन्ध विच्छेद गर्दा आवश्यक पर्ने कागजातहरू। दुवै श्रीमान वा श्रीमतीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता, बच्चा भएको अवस्थामा बच्चाको जन्म दर्ता, आफ्नो सम्बन्धित जिल्ला बाहेक अन्यत्र जिल्लामा सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थामा सो जिल्लाको कुनै वडामा अस्थायी रूपमा बसोबास गरेको अस्थायी बसोबासको सिफारिस। 3. सहमतिमा सम्बन्ध विच्छेद गर्दा श्रीमान श्रीमती बीचमा सहमति हुनुपर्ने विषय। सम्बन्ध विच्छेद गर्दा श्रीमान श्रीमती बीचमा अंश वा सम्पत्तिका बाँडफाँडका तथा अन्य खर्चका बारे, बच्चाको खर्च, अंश र संरक्षकत्वको विषयमा। आजको भिडियो मार्फत हामीले नेपालमा सहमतिमा सम्बन्ध विच्छेद गर्ने प्रक्रिया, आवश्यक कागजातहरू र सहमति हुनुपर्ने मुख्य विषयहरूबारे स्पष्ट जानकारी दियौँ। Thank you for watching.